यस्तो बिहान बिहानै आज म कुद्न आएको छु। घाम चाहिँ यस्तो छ यहाँ। अलिअलि कुद्नुपर्छ, एक्सर्साइज हुन्छ बिहान बिहानै। एकछिन कुदिहाल्यो अब घरतिर लाग्दिएको। यता भ्यू टावरको पछाडिबाट जानु पर्यो। भ्यू टावर देखाउँदै कस्तो छ अहिले अवस्था। यस्तो छ झ्यालसेल सब फुटाएको छ क्या भ्यू टावरको। यहाँ चाहिँ बाइकहरू आगो लागेको थियो। यस्तो छ। घाम पनि क्या दाम देखिँदो रहेछ। गाडी पनि सब फुटाएको छ क्या सिसा भ्यू टावरको होइन। एउटा पनि छोडेको छैन यार। यहाँ यस्तो यस्तो छ, म देखाउँछु। एउटा सिसा छोडेको छैन। यो कुनै कुनै मात्रै हो खाली। यो पछाडिको बाटो चाहिँ मेरो गाउँ जाने बाटो क्या। यो मेरो हाम्रै गाउँ हो, पर मेरो ऊ माथिको बाटोदेखि सिधै हो क्या। यो चाहिँ पार्किङ लट कि के थियो होइन, अन्डरग्राउन्ड पार्किङ लेखेको छ त्यहाँ। यस्तो छ झन् पछाडि एउटा भ्यू त सिसै छैन। तलको फ्लोरको चाहिँ, माथिको चाहिँ अलिअलि छ। A few moments later. म कान्छाको घर आएको छु अनि कान्छा चाहिँ भाडा मार्दैछ। अब चाहिँ फेरि हामी क्रिकेट खेल्छौँ। अब काम छैन हाम्रो होइन। हो अनि भात चाहिँ कसले पकाउँछ? गाह्रो छ नि यो। फर्स्ट सेकेन्ड को अरे? फर्स्ट भान्जो, सेकेन्ड अलरेडी फिल्डिङ छ। अनि म चाहिँ फिफ्थ। ट्राई बल पनि दिनु तँलाई? ल ल फर्स्ट ट्राई। One eternity later. गले सक्यो म चाहिँ नखेल्ने हामी। पसिना पनि आयो अलिअलि त। 1-2 घन्टा चाहिँ खेल्यौँ हामीले। खोइ बल खोइ यहाँ रहेछ। मान्छे चाहिँ अलिअलि आएको रहेछ नि भ्यू टावरमा यसो घुम्न। गाडीहरू पनि छ यहाँ।